नमस्ते सबैमा मैले चाहिँ हजुरहरूलाई बाचा गरे अनुसार आज श्रीमान कस्तो हुनुपर्छ त भन्ने शीर्षकमा एउटा सानो विचार राख्न गइरहेको छु। मैले यसलाई एकदमै लामो गर्नुभन्दा पार्ट 1 को रूपमा थोरै थोरै गर्दै जाने विचार गरिरहेको छु, पार्ट 1 पार्ट 2 को रूपमा। सर्वप्रथम त यदि तपाईँ आफ्नो श्रीमतीबाट टाढा हुनुहुन्छ, विदेशमा दुःख गर्दै हुनुहुन्छ भने तपाईले उहाँलाई कहिले पनि सानोतिनो कुराहरूमा अथवा अरूको कुरा सुनेर कहिले पनि शङ्कास्पद दृष्टिकोणले नहेर्नु होला, कहिले पनि शङ्का नगर्नु होला। किनकि लामो दूरी भनेकै तपाईहरुको चाहिँ शङ्का उत्पन्न गराउने र सम्बन्धलाई बिगार्ने एउटा चाहिँ माध्यम हो। तर यसलाई हामीले सहजीकरणको रूपमा लिनु पर्दा, सहज गराउनु पर्दा चाहिँ हामीले चाहिँ एकाअर्कालाई बुझेर शङ्का कम गरिदियौं भने हाम्रो सम्बन्ध सुदृढ हुँदै जान्छ। दोस्रो कुरा के छ भने यदि तपाईँ टाढा हुँदा अथवा साथ नै हुँदा पनि तपाईका परिवारका आफन्तजनहरूले तपाईलाई यदि आफ्नो जीवनसंगिनीको बारेमा केही नराम्रा कुराहरू सुनाउँछन् भने अथवा तपाईलाई उनीप्रतिको नकारात्मक दृष्टिकोणहरूप्रति बढी लैजान खोज्छन् भने तपाईँ त्यो चिजमा गहिराईसम्म जानुस्, बुझ्नुस् पहिला के रहेछ, उनको पक्ष पनि सुनिदिनुस्। उनको पक्ष सुनिदिसकेपछि दुवै पक्ष सुनेपछि तपाईँ त्यसपछि मात्र तपाईले आफ्नो निर्णय लिएर कसको पक्षमा चाहिँ बोल्नुपर्ने हो त्यसरी बोल्नुस्। त्यसले गर्दा तपाईको सम्बन्ध अझै प्रगाढ हुन जान्छ। तेस्रो कुरा, तपाईले समय सापेक्ष अनुसार यदि तपाईँ अगाडि हुनुहुन्छ, तपाईलाई सबै कुराको नलेज छ भने, ज्ञान छ भने तपाईले चाहिँ आफ्नो जीवनसंगीलाई पनि त्यसै अनुसार फरवर्ड गर्दै लैजानुस् ताकि समय अनुसार उनलाई पनि चल्न सकोस्। यो होइन कि तपाईले कुनै कुरा सिकाउन खोज्दै हुनुहुन्छ भने तपाईले चाहिँ सबै कुरा म मात्रै जान्ने छु, म मात्रै ज्ञानी छु भन्ने हिसाबको आवाज गराउनु भयो भने उहाँप्रति तपाईप्रतिको इज्जत उहाँको स्वतः घट्दै जानेछ।